हेलो गाइज नमस्ते। आज चाहिँ हामी चिसापानीसम्मको यात्रा गर्दैछौँ। दुईजना हामी साथी यताबाट, एकजना साथी चाहिँ लम्कीमै हाम्रो वरि गरेर छ। तीनजना साथी भएर जाँदैछौँ। भिडियो चाहिँ यो लम्की बजार पुग्दैछौँ हामी। यहाँ भिडभाड छ, सायद के को पुलिसहरू पनि छन्। यो सायद महेश बस्नेतको विरोधमा हुनुपर्छ सायद। साथीको रुम पनि आयो अब। तर साथीलाई भेटेको, कफी पिएको अनि यताबाट जाँदाको भिडियो चाहिँ रेकर्ड गर्नु बिर्सेर म सरी त्यसको लागि है। यो साथीको रुम चाहिँ यताबाट हामी एकछिन बसेर रेस्ट गरेर फेरि हामी जान्छौँ अगाडि चिसापानीसम्मको। हाल सजाना, हाल सजाना मेरे ते मिलता, 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 हाल सजाना धूमे कुछ झाली। मसँग लाइसेन्स थिएन, त्यसैले साथीले राइड गरिरहेको थियो। यस्तै हुन्छ भनेर अगाडि ट्राफिकहरू चिसापानी भन्दा अलि अगाडि गएको। एकजना अगाडि, उसको चाहिँ तीनजना रहेछ। पछाडि हिँडाइरहेको छ, अगाडि जान्छ। उसलाई के भन्छ थाहा छ? ट्राफिकले गर्दा तपाईँहरूलाई दुःख भयो है भनेको। त्यो अगाडि गएर रोकिया हुन्छ, उसको मान्छे पछाडि हिँडाइरहेको। मैले चाहिँ आज माइक लिन बिर्सेर यो क्यामेराले जुन क्याप्चर गर्छ नि हामी बोलेको त्यो क्लियर आउँदैन क्या। त्यो बाइकमा आउँदाखेरि हावाले गर्दा माइक लिन बिर्सेँ। त्यसैले मैले चाहिँ घरमा यो भोइस ओभर गरिरहेको छु क्या मैले। त्यसैले अलिकति मजा लागिरहेको छैन होला। फेरि पनि कस्तो लाग्यो कमेन्ट लाइक गर्नु होला क्या। नेक्स्ट टाइम योभन्दा राम्रो ठाउँ राम्रो भिडियो बनाउने कोसिस गर्छु है त गाइस। हाल सजाना बाँसुरी झाली, हाल सजाना बाँसुरी झाली, हाल सजाना धूने कुछ जारी, हाल सजाना भारी बौचरी आई।
फाइनल्ली 15-20 मिनटको यात्रापछि हामी चिसापानी क्रस भइसकेका छौँ। यो बजार चाहिँ चिसापानी बजार हो। अगाडि देखिराख्नु भयो होला तपाईँले, दायाँपट्टि कर्णाली पुल, एक खम्बामा अडिएको पुल, जहाँ पर्यटनहरू डेली भिड भइरहेको हुन्छ। यहाँ आज पनि कति हेरौँ है त। हामी पुलभित्र प्रवेश गर्दैछौँ। कर्णाली चिसापानीको पुल जो एक खम्बामा अडिक छ। कर्णालीको छेउमा उभिँदा मन आफै शान्त बन्छ। चिसो हावाको स्पर्शले जीवन आनन्द हुन्छ। पुलमुनि बग्ने पानीमा कुनै पुरानो याद दिन्छ। यो ठाउँले बोल्दैन धेरै तर मनसँग कुरा गरिदिन्छ। जस्तै गहिरो सिनेमा टिकटो, चिसो हावाको स्पर्शले जीवन आनन्द हुन्छ। फेरि एक दिन सम्झनामा यही पुल यही बहार आउँछ। कर्णालीको ल गाइज, अब चाहिँ फोटो भिडियो खिचिसकेपछि अब चाहिँ हामी यसो चिसापानीको माछा खान गइरहेछौँ। त्यो पनि यसो भिडियो हेर्नु होला, कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। सरेरा सरेरा जुम 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 साथी माथि माथिले कैमा सरेरा सरेरा हावा सरेरा जुम 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 साथी माथि माथिले कैमा सरेरा सरेरा हावा सरेरा सरेरा सरेरा
सररा चिसापानी पुलदेखि माथि उत्तरतिर कर्णालीको छेउछाउ आउँदा होटेल एन्ड लज टाइगर होटेल चाहिँ को आउनु भएको छ यहाँ साथीहरू मेन्सन गर्नुहोस् है त फ्रेस माछा पाउँछ सगेरा रुको चलते